सोध्यो किन गयो घरमा अन्तिम इच्छा किन सोध्यो किन गयो घरमा दादागिरी देखाइहाल्ने बर्दिलाको घरमा घर घेरेर बस्नु पर्ने बेडमा गयो किन घर घेरेर बस्नु पर्ने बेडमा गयो किन त्यसैमाथि हातमा उसको पक्राउ पुर्जी थिएन घरमा पुगी पक्राउ पुर्जी लेख्ने कानुन कहाँ छ घरमा पुगी पक्राउ पुर्जी लेख्ने कानुन कहाँ छ के बोल्यौ जनतालाई सबै कुरा थाहा छ एक रवि भन्थे पक्रुस पक्रुस मिलाउँदैछु झोला रवि भन्थे पक्रुस पक्रुस मिलाउँदैछु झोला उसले भन्थ्यो तर झर्क्या कस्तो शब्द होला एक निर्देशले गर्दाखेरि सबै परे पिरमा एक निर्देशले गर्दाखेरि सबै परे पिरमा ढाका टोपी नलाऊ अब धोती लगाऊ शिरमा ढाका टोपी नलाऊ अब धोती लगाऊ शिरमा रवि मार्न मन छ क्या हो जनता थर्काउँदै रवि मार्न मन छ क्या हो जनता थर्काउँदै अस्ति जनता मार्यो कठै गोली पड्काउँदै अस्ति जनता मार्यो कठै गोली पड्काउँदै किन सरकार निदाको छस् नबोली नबोली किन सरकार निदाको छस् नबोली नबोली